काभ्रेमा पनि क्रसरको दादागिरी हो दर्शकबिन। कसको सेटिङमा चल्दैछ यी क्रसरहरू र कसले पैसा खाएर कसले सम्झौता गरेर कसले संरक्षण गरेर चलाउँदैछन् यी क्रसरहरू, यो देख्न सक्नुहुन्छ तपाईँहरूले। यो बीपी हाइवेको नजिकै देखिरहेको क्रसर हो। न यहाँ हाइवेबाट मापदण्ड पुरा भएको छ, न खोलाबाट मापदण्ड पुरा भएको छ। वर्षेनी त्यो क्षेत्रका जनताहरू बाढीबाट प्रभावित भइरहेका छन्, घर बगाइरहेको छ, विस्थापित भइरहेका छन्, तर सम्बन्धित निकायको ध्यान कहाँ छ? गोजीमा पैसा कुम्ल्याउनेमा मात्रै छ कि यो नियमन गर्नेमा पनि छ? यो दिनदाडै यहाँ यसरी अवैध रूपमा उत्खनन भइरहेको छ, अवैध क्रसरहरू चलिरहेको छ, यो नियमन गर्ने कसले? यी सम्बन्धित निकाय सेटिङमा चल्ने हो। यो आज त्यहाँ वरिपरिका स्थानीय बासिन्दाहरूबाट दिनानुदिन यसको कम्प्लेनहरू आइरहेका छन्। यो जङ्गल जुन देख्न सक्नुहुनेछ, यो माथिको जुन ढुङ्गा झरिरहेको छ, पहिरो आइरहेको छ, अनि यही क्रसर छ र यो हुँदै गर्दा भोलि यसबाट हुने सम्भावित दुर्घटना र यसबाट जनताहरू विस्थापित हुनको लागि जुन दुर्घटना भइरहेको छ, यसको जिम्मेवार को? यो सम्बन्धित निकाय कहिलेसम्म मुखदर्शक भएर बस्छ? कहिलेसम्म सेटिङमा चल्छ? केही समय अगाडि यी क्षेत्रहरूमा गृहमन्त्री सुदन गुरुङले समेत अवलोकन गरेका थिए र अवैध क्रसरहरूलाई हटाउने निर्णय गरेको थियो, पत्र आएको थियो, तर यहाँ अटेर गरिरहेका छन्। अहिलेसम्म यसरी अवैध रूपमा चलाइरहेका छन्। यो दम्ब कहिलेसम्म, यो दादागिरी, यो गुण्डागर्दी कहिलेसम्म हो यी क्रसरहरूको? यो क्रसरको नाम छ पशुपति रोडा उद्योग नवबुद्ध नगरपालिका वडा नम्बर 4 मा पर्दछ। सञ्चालक भरत घिमिरे हुन् यहाँका, र यी भरत घिमिरे भन्ने कोसँग साँठगाँठ गरिरहेका छन् र कसरी चलाइरहेका छन्, यो एकदमै चासोको विषय बनिरहेको छ। र अहिले त्यहाँका जनताहरू त्रसित भइरहेका छन्। बर्खा लाग्न लागेको छ र यी घिमिरेले यो बस्तीलाई, त्यहाँको जनतालाई विस्थापित गराउन खोजेका हुन् त भन्ने जनताहरूले यत्र तत्र रूपमा प्रश्नहरू गर्न थालिरहेका छन्। त्यसकारण यो भिडियोलाई तपाईँहरूले सम्बन्धित निकायसम्म पुर्याएर यो क्रसर चाहिँ हामी धुलीखेलबाट तल लागिसके पछाडि भकुण्डे बेसी जाने ठाउँमा भकुण्डे बेसीको नजिकै पर्दछ र यो बीपी हाइवेमा पर्दछ। यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर सम्बन्धित निकायको आँखा र कानसम्म पुर्याइदिनु होला।